ए बुढा त कता जानुभएछ मोबाइल त यहीँ रहेछ कति बजेछ मेसेज पो आएको रहेछ त कसको रहेछ मम्मीसँग कुरा गर्दै थिएँ कल गर्नुभएको रहेछ अरू मेसेज छैन यो मात्रै कसरी सायद डिलिट गर्नुभयो होला उहाँले को होला त्यो केटी कस्तो भमिट आउला जस्तो भइरहेको छ बाहिर यसरी बोल्न थाल्नु भएको रहेछ त जे कुरामा पनि मसँग रिसाउनु भएको रहेछ फोन एकछिन नछोड्ने खाना खाँदा होस् या टोइलेट जाँदा यही भएर पो रहेछ आजकल रुममा पनि ढिला आउन थाल्नु भएको छ